अन्नपूर्ण स्पाइकर्स किङ्स रमेश केसी प्रशिक्षक रहेका छन्। अघिल्लो भूमिका उनको गण्डकी प्रदेश टिमका हेड कोच रहेका छन् अनि नेपालकै युथ लेभलको टिम पनि हेरे। उपलब्धिहरू योग्यताहरू हेर्ने भने नेपालको टप भलिबल प्रतियोगिताहरू जति छन् गण्डकी प्रदेशलाई उत्कृष्ट टिम बनाएका छन्। जुनियर होस् सिनियर लेभल होस् होइन, सेन्ट्रल एसियन भलिबल एसोसिएसनमा कावाको नेपालको अन्डर 20 टिमलाई पनि हेरे। उनको ठ्याक्कै विशेषता पनि यही हो कि युवा प्रतिभाहरूलाई निखार्नको लागि एकदमै माहिर छन्। गण्डकी क्षेत्रको भलिबल संस्कृतिलाई नजिकबाट बुझेका ग्रासरुट स्तरका अनुभवी प्रशिक्षक होइन, पूर्व खेलाडी पनि टिमसँग क्लोज रिलेसन राखेर सबैबाट बेस्ट निकाल्न सक्ने अनुभवी प्रशिक्षकको रूपमा मैले लिन्छु उनलाई। मार्की हिमाल सुनारी रहेका छन् यस टिममा। गण्डकी प्रदेशकै प्रभावशाली र नेपालकै वर्तमान समयमा सबैभन्दा लोकप्रिय मध्येका एक यी खेलाडी रहेका छन्। क्विक स्पाइकर, उनीसँग उत्कृष्ट जम्प छ, अचूक निशाना होइन, क्विक स्पाइकमा त्यो अद्वितीय क्षमता रहेको छ, सिग्नेचर। गण्डकी क्षेत्रको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नै क्षेत्रका हेर्नुहोस् है चर्चित अनि प्रभावशाली हिमाल सुनारीलाई चाहिँ आफ्नो मार्की प्लेयर बनायो। एकदमै राम्रो डिसिजन हो। सुनारीका लागि यो वर्ष त कति गजब रह्यो यार। पिपुल्स चोइस अवार्ड पनि जिते, नेसनल टिममा आए अनि अहिले फ्रेन्चाइज लिगमा मार्की खेलाडी पनि चुनिएका छन्। उनी यही जुलाई 22 देखि पाकिस्तानमा जुन आयोजना हुँदैछ कावा पुरुष भलिबल च्याम्पियनसिप, जहाँ नेपालले पनि खेल्दैछ, अहिले नेसनल टिमको बन्द प्रशिक्षणमा छन्।